ल ओइ गाई जस्तै हो यतातिर म चाहिँ अहिले गाडीमा छु। अब सामान वेट गर्नुपर्ने हुन्छ। यो चाहिँ वेटिङ ब्रिज हो। अब म खाली गाडी वेट गर्नु जाँदैछु। यो ब्रिज जम्मा 9.5 फुटको मात्रै हुन्छ। म गाडी वेटिङ गर्नु पर्यो, खाली गाडी। सारा साइडमा ठोकिन्छन्, बराबर ठ्याक्कै लाग्छ। गाडीदेखि ओर्लियो कति रहेछ अब खाली गाडीको यस्तो हुन्छ। गाडी चाहिँ मिटर हेर्न जानुपर्छ। यो चाहिँ खाली गाडीको वेट है। तेल पनि खाली छ, सबै खाली छ। 11,450। क्यामेरा अलिकति अब क्लियर नदेख्दो रहेछ यो। त्यहाँनिर मोनिटर छ, त्यही भएर खासै राम्रो नदेखेर यताबाट यता गाडी भित्र आइपुग्यो। अब गएर सामान चाहिँ बनाउनु फेरि लोड गर्नुपर्ने छ। त्यसको पनि अब हेर्दै जाउँ न। अब चाहिँ म वेटिङ ब्रिजबाट रिभर्स जाँदैछु है। हामी रिभर्स अलिकति मिररले खासै राम्रो नदेख्ने रहेछ कि। जाँदैछु। लम्बाइ धेरै छैन। अब ढालो माथि उठायो भने चाहिँ 35 फुट लाग्यो हुन्छ होला। अब ढालो नहुनु चाहिँ जम्मा 25 फुटको गाडी हो। गाडी रिभर्समा जाँदैछ। अब पछाडिबाट यस्तो हुन्छ यो खालको अब गाडीको चाहिँ जाँदैछु। कार्यक्रम भनेको गाडीको ढालो उठाउने, यसरी रक्क जाने। ठ्याक्कै यो अलि लामो हुन्छ जस्तो छ, सबैले हेर्दैन होला। अब गाडीको ढालो उठाउँदैछ। हुन त क्यामेराम्यान छैन। अब भिडियोमा जति देखिन्छ क्यामेराम्यान हो, अलि मिलेन, भएन। त्यही भएर जति यही भिडियो मार्फत जति देखिन्छ त्यति नै हुन्छ है। अब म जाँदैछु गाडीको ढालो उठाउनु।
के अरू भनेको हामी अब वेट ब्रिजमा जाँदैछ है गाडी वेटिङ गर्नको लागि ए त्यस्तै छ कम्पनीभित्र परदेश भनेको यस्तै हो कुनै ठाउँमा रमाइलो कुनै ठाउँमा दुःख सुख त भइ नै हाल्छ म वेटिङ ब्रिजमा छु घामले टल्केर खासै देखेको अवस्था छैन 22,920 को ऊ छ के अरे किलोको फर्केर आयो गाडीभित्र छु बाँकी भनेको अब त्यस्तै हो विदेश यस्तै रहेछ भिडियो त धेरै लामो भयो सबैले हेरिदिनु भयो धेरै धेरै धन्यवाद कवन साथी